सम्पूर्ण उपस्थित बन्धु बान्धवहरूलाई म जय माण्डव्य भन्न चाहन्छु। हामी घरले होइन, हामी गोत्रले चिनिने काम गरौँ। थर त हाम्रा माण्डव्यभित्र धेरैवटा थरहरू आइसकेका छन्। बसगाउँसँग बसगाउँमा बसेर बसगाई भयौँ अथवा बसगाईहरू आएर बसेर बसगाउँ भयो, त्यो खोजको विषय होला। तर बसगाउँमा भएका मात्रै बसगाई होइनन्, यो खोजको विषय छ। हाम्रो दक्षिण छिमेकी भारत, जहाँ विभिन्न राज्यमा बस्नुभएका हाम्रा माण्डव्य गोत्रीय त्रिप्रवर बसगाईभित्र, माण्डव्य गोत्रभित्र त्रिप्रवर अन्तर्गत हामी बसगाईहरू बस्दछौँ। त्यहाँ पनि मैले ध्यान र साधनाको क्रममा जाँदाखेरि बसगाईहरू भेटेको छु। माण्डव्य गोत्र हाम्रै त्रिप्रवर अन्तर्गतका बसगाईहरू मैले त्यहाँ पनि भेटेको छु। उहाँहरूको नाता सम्बन्ध नेपालसँग छैन। उहाँहरूको नाता सम्बन्ध, उहाँका कुनै पनि पुर्खा पूर्वजहरू नेपालमा आएर बस्नु भएको छैन, बसगाउँमा आएर बस्नु भएको छैन। तैपनि त्यहाँ बसगाईहरू हुनुहुन्छ भन्दा बसगाउँभन्दा पहिले पनि बसगाईहरू हुनुहुँदो रहेछ। जो नेपालमै आउनु भएको छैन उहाँहरू पनि बसगाई हुनुहुँदो रहेछ भन्दा यो खोज र अनुसन्धानको विषय। यो विषयमा समय क्रमले देखाउँदै जाला। अर्को कुरा, हाम्रो माण्डव्य गोत्रभित्र बसगाई विभिन्न थरमा हामी स्थापित भएर बसेका छौँ। यो परापूर्व कालमा थर थिएन, त्यतिखेर गोत्रबाट मात्र चिनिने गरिन्थ्यो। हामीले समयको विकास क्रमसँगै विभिन्न ठाउँ र विभिन्न कारणहरूले गर्दा पछि थरहरूमा विभाजित भयौँ। कोही भण्डारी छौँ, कोही के छौँ, विभिन्न थरी गेवाली कटवाल सबै अहिले माण्डव्य गोत्रभित्रै पर्नुहुन्छ। अब म एउटा ध्यान र साधनाको माध्यमबाट अगाडि बढेको व्यक्तित्व भएको कारणले गर्दा पनि हामी हाम्रा पूर्वजहरूको विषयमा अहिले हामीले यो खोज्दै गरेको विषय बसगाई र हाम्रा पूर्वजहरू वंशावली तयार गर्दैछौँ। वंशावली भनेको के हो त भन्दा वंशावली भनेको हाम्रो पितृहरू, बाउ बाजे बराजुहरूको विषयमा खोज्नु भनेको हामीले हाम्रा पितृ देवताहरूको विषयमा खोजी गरेको हो। आज हामी माण्डव्य गोत्र बसगाई अथवा भण्डारी अथवा गेवाली अथवा कटवाल विभिन्न ठाउँमा बसेका छौँ। तर पनि एउटा जुन स्तरमा हामी पुग्नुपर्ने थियो माण्डव्य गोत्रभित्रबाट, त्यो स्तरमा पुग्न सकिरहेको देखिएको छैन। ध्यान साधनाको मार्गमा त झन् नगर्ने रूपमा उपस्थित छ। माण्डव्य ऋषिले चलाउनु भएको परम्परा, ऋषि परम्परामा रहेर हामीले पूर्दै गरेका देवी देवता। म अहिले पनि धेरै ठाउँमा जान्छु, धेरै कार्यक्रमहरूमा सहभागी हुन्छु, धेरैजनाले बोलाउनुहुन्छ, म जाने गरेको छु। त्यहाँ मैले सुन्ने गरेको, हामीले सुन्ने गरेको एउटै मात्रै विषयवस्तु थियो। धेरैले आमा जालपा देवीको नाम लिनुहुन्छ। जालपा देवी भगवती हाम्रो ठुलो देवीका रूपमा धेरैले व्याख्या गर्नुहुन्छ। तर हजुरहरूसँग निवेदन गर्न चाहे, जालपा देवी भगवती चाहिँ को हो त भनेर पहिले बुझ्नु पर्यो। हामीले पूजा गर्दै गर्दा, जसरी हामीले श्राद्ध तर्पण कार्य गर्दै गर्दा हाम्रा पितृहरूलाई तर्पण गर्दछौँ, पितृहरूका नाममा पिण्डदान गर्दछौँ र हामी पितृको ऋणबाट मोक्ष भएर अगाडि बढ्दछौँ। त्यस्तै हामीले पूजापाठ गर्दाखेरि, हामीले भक्ति गर्दाखेरि, हामीले साधना गर्दाखेरि हामी जालपा देवीलाई कुलदेवी भनेर पुज्दैछौँ। जालपा देवी भनेको भगवती आमा दुर्गाको अवतार हो। दुर्गाको एउटा अवतार आमा जालपा देवी। दुर्गा कोसँग सम्बन्धित हुनुहुन्छ भन्दा महारुद्रसँग सम्बन्धित हुनुहुन्छ। महारुद्र संहारका देवता हुनुहुन्छ। त्यो कुरा हामीले बुझ्नुपर्छ।
हामीले गर्दै गरेको परम्परा, हामीले पुज्दै गरेका देवताहरू कोसँग सम्बन्धित हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ र त्यही अन्तर्गत ध्यान र भक्ति गर्न सक्यौँ, हाम्रा कुल पितृहरूलाई हामीले सही ठाउँमा मान्न सक्यौँ भने मात्रै हाम्रो आगामी पुस्ता रहन्छ। हामी रहन्छौँ, रहन त रहलाौँ तर समृद्धशाली भएर रहनु पर्यो, घरभित्र शान्ति स्थापित गरेर रहनु पर्यो, आफ्नो एउटा नाउँ र पहिचान दिएर रहनु पर्यो। बाँच्न जो पनि बाँच्छ, तर बाँच्दै गर्दा चाहिने हामीले गर्नुपर्ने हाम्रो कर्तव्य हामीले बिर्स्यौँ र त्यो विषयमा खोजेनौँ भने हामीले भोलि हाम्रा पुस्ताहरूलाई के दिने त? दिने विषयवस्तु त केही पनि छैन। पुस्ता हाम्रो निकै जान्छ, हामी के भन्दै जान्छौँ? जालका देवी नै हाम्रो कुलदेवी भन्दै जान्छौँ। हाम्रा पुस्ताहरूले हाम्रो कुलदेवी को हुन्? हाम्रा वास्तविक कुलदेवता को हुन्? माण्डव्य ऋषिले पुज्दै आउनु भएको ऋषि परम्परा अन्तर्गतको हाम्रा देवी देवता को हुन् त भन्ने कुरा पनि हामीले बिस्तारै अब हाम्रो परिवारभित्र, हाम्रो माण्डव्य समाजभित्र दिनुपर्ने आवश्यकता मैले देखेको छु। यो विषयमा सम्बन्धित रहेर मैले गरेको ध्यान र साधना मार्फत प्राप्त भएको ज्ञान, ऋषि परम्परामा रहेर साधना गरेर प्राप्त भएको ज्ञान अब केही दिनमा हामी लिपिबद्ध गर्ने तयारीमा म लागेको छु। त्यसमा मैले प्रष्ट कुलदेवता कुलदेवी, इष्टदेवता इष्टदेवी र पितृदेवता पितृदेवीको बारेमा, हाम्रा भैरव देवता भैरव देवी, हाम्रो माण्डव्य गोत्रभित्र रहनुभएका नाग देवता नागदेवी पनि हुनुहुन्छ, भैरव देवता भैरव देवी पनि हुनुहुन्छ, जुन अहिले बसगाउँमा स्थापित भएर पूर्ण रूपमा अगाडि चल्न नसकेको हाम्रो माण्डव्यहरूको मन्दिर छ। म बसगाउँ पुगेको छैन, त्यो अवसर मलाई प्राप्त भएको छैन। भोलि निकट भविष्यमा म त्यहाँ पुग्नेछु। तर हामीले त्यहाँ हाम्रा पूर्वजहरूले ल्याएर राखिदिनु भएका शिला, त्यहाँ हाम्रा पूर्वजहरूले स्थापित गर्नुभएका शिलाहरू के हुन्छ, कोसँग सम्बन्धित छन्, तिनका विषयवस्तुमा हामी कति ज्ञान लिएर अगाडि बढ्दैछौँ भन्ने कुरा अब आउँदा दिनहरूमा मैले आफूले प्राप्त गरेको ज्ञान लिपिबद्ध गरेर हजुरहरूको समक्ष पुर्याउनेछु। मैले माण्डव्य स्वामी फेसबुक पेजमा योभन्दा 2 वर्ष अगाडि हाम्रा कुलदेवी देवता, इष्टदेवी देवता र पितृदेवी देवता, भैरव देवी देवता, मास्टर राजा मास्टर रानीको यो विषयमा एउटा लेख लेखेर हालेको छु। हाम्रा अंशहरू हाम्रो यस पुस्तकका लेखक जोसँग भेट भयो र हामी त्यसरी नै सरसल्लाह गरेर आज उहाँहरूको इन्टरभ्यूमा म आएको थिएँ। मैले त्यसमा प्रश्न लेखेको छु, हाम्रा कुलदेवता देवीको हामीले गर्दै गरेको उपासना, हामीले गर्दै गरेको भक्ति यदि सही भएन भने पनि हाम्रो अगाडि बढ्ने क्रम रोकी छ, हाम्रा सन्तानहरूको प्रगति मार्ग रोकी छ। हामी अथक प्रयास गर्छौँ तर त्यो लेभलमा पुग्न सक्दैनौँ, अन्तिममा गएर काहीँ न काहीँ अड्किरहेछौँ। किन भन्दा हाम्रा देवी देवताले हामीलाई साथ दिएनन्, हाम्रा घरभित्रका देवी देवतालाई साथ दिएनन् भने पनि हामी अगाडि बढ्न सक्दैनौँ। जसरी हाम्रो पुस्ता अगाडि बढ्नलाई पितृदेवताको ठुलो हात हुन्छ, त्यसरी हामी समृद्धशाली हुनलाई हाम्रा कुलदेवी देवताको ठुलो हात हुन्छ। यदि कुलदेवी देवताले हामीलाई साथ दिएनन् भने हामी अगाडि बढ्न सक्दैनौँ। 90 मा पुग्छौँ, 100 मा पुग्दैनौँ, जहिले पनि 90 को रङ्गैनै हुन्छौँ। त्यो कुरा हामीले मनन गरौँ, विचार गरौँ। त्यो विषयमा मैले लेखेको छु, त्यसमा लेखेको नम्बर पनि दिएको छु। बुझ्न चाहनुहुन्छ बिस्तारै त्यसलाई मैले लिपिबद्ध पनि गर्दैछु, हजुरहरूको समक्ष आइपुग्ला। त्योभन्दा अगाडि हामी बुझ्न चाहन्छौँ, सम्पर्क गरौँ। मैले जानेको कुरा मैले हजुरहरूको समक्ष बाँड्नेछु। अब बरगाईको विषयमा, बरगाउँको विषयमा, हाम्रो वंशावलीको विषयमा धेरै कुराहरू आजसम्म धेरैवटा पुस्तकहरू विमोचन भइसकेका छन्। उहाँले लेख्नुभएको यस पुस्तकमा पनि धेरै कुरा होला, मैले अध्ययन गर्ने मौका पाएको छैन। मैले विषयमा अध्ययन गर्दैछु। यसमा भएका कमी कमजोरीहरू उहाँले भन्नुभयो, आगामी दिनमा मैले सुधार गर्दै लिएर जानेछु, थप्दै लिएर जानेछु भनेर भन्नुभयो। थप घर समयको क्रमसँगै घट्दै जाला, लेखिँदै जाला, सुधार हुँदै जाला।
अहिलेलाई सम्पूर्ण हजुरहरू समक्ष बसेर मैले आफ्ना दुई शब्द मन्तव्य राख्ने मौका दिनुभयो, यसको लागि धन्यवाद दिँदै बिदा हुन्छु। जय मानव, जय होस्।